guys, and welcome back to my YouTube channel. Hope you guys are absolutely fine. Welcome back to our vlog guys. आज धेरै दिन बादमा हैन आज फेरि राइड गर्नु छ वीकली राइड हैन अन्त त्यो गला पनि खराब छ क्या गाइस हैन स्वर पनि यस्तो अलिक दबिरहेको छ सो हामी जान्दै कहाँ गएको छौं हेडिङ टु नेपाल केटाहरु अगाडि आइसकेको छ हो केटाहरु अगाडि आइसकेको छ अब यहाँ हामी पनि मेरो बाइक पनि यहाँ रेडी छ हो दिस बाइक इज रेडी गाइस हो आज राइड डाउन टाइम इज अलमोस्ट 11 o'clock भयो होला सायद हो अन्त सो गाइस अब यहाँबाट हामी जाने भान्सार पछि काट्नुपर्छ सो अन द वे बात मार्नु सो गाइस अहिले चाहिँ हैन अब यहाँ अलिकति बेलुकाजीमा तेल अरे हावामा अलिकति हावा हाल्यो बाइकमा हैन दुईटा बाइकमा अब यहाँबाट चाहिँ हामी जाने हो गाइस अब चाहिँ म चाहिँ दिदीहरुकोमा निस्किने भनेर नि आफ्नो मान्छेहरु हामी त मामाला पर्छ मेरो त नेपाल हो त्यहाँ मामालामा गएको जानु चाहिँ अन्त त्यहाँ दिदीहरु पनि हुनुहुन्छ दिदीहरुसँग भेटेर चट गर्ने भनेर आज गएको जानु चाहिँ गाइस हैन जानु चाहिँ सुनमाई जाँदैछु सुनमाई भनेको तपाईको यहाँदेखिको बेसी टाढो त हैन साह्रै टाढो हैन 1 घण्टा त लाग्छ होला हैन 1.5 घण्टा 1.5 घण्टा अब त्यहाँ भान्सारमा त टाइम लाग्छ त्यही हो अगाडि अझै छैन पछि जितन पनि आउँदैछ तपाईलाई देखाइहाल्छु ल हामी अब प्राय हामी तिनै जना हुन्छ राइडमा हैन यहाँ जितन के हो छोड्दै अब गाइस अहिले चाहिँ हामी कोसेलीहरु हो अहिले चाहिँ हामी कोसेलीहरु किन्दैछु अन्त नक्सलमा हो यसरी अलिअलि यहाँ दोकानबाट हो जितेन र म किनकि हाम्रो चाहिँ मामाला पर्छ नि त हैन थुप्रै छ मामाहरु हुनुहुन्छ हैन मामा माइली मम्मीहरु हुनुहुन्छ हो त्यही भएर यो गाइस अब बाह्र त्यही भइसक्यो सो गाइस आज चाहिँ यहाँ भिड देख्न सक्नुहुन्छ आज यहाँ हाम्रो बोर्डरमा हैन अब यहाँ आइडी कार्ड देखाउनु पर्छ हो अन्त भिड यति साह्रो भिड छ टोटोको परदेखि लाइन छ हो झन् बाइकमा भएर अलिकति छिटो भयो अब क्यामेरा चाहिँ तर अफ गर्नुपर्छ गाइस हो सो गाइस अहिले चाहिँ हामी यहाँबाट निस्क्यो भान्साबाट निस्क्यो यहाँ अलिकति एक्सचेन्ज पनि गरे पैसा हो अन्त अब यहाँबाट निस्किन आँट्यो गाइस अहिले हामी 1:30 भइसक्यो यहीँ भन्नुपर्दा जाउँ अब सिधै दिदीकोमा जाने हो सबैलाई दिदीकोमा त्यहाँ गएर चाहिँ अलिकति अब खानाहरू बनाइदिइरहनु भएको छ अरे खानासाना खाने हो गाइस हो 12 बजी पुग्छु भनेर भनिरहेको थिएँ तर अब अहिले फेरि फोन गरेर अब 2 बज्छ भनिरहेको छु हो किनकि यहीँ ढिलो भयो भान्सारमा ढिलो भयो सब जग्गा ढिलो भइरहेको छ आज निस्किनु पनि ढिलो निस्क्यो हो जाउँ बाटो चाहिँ खत्तमै भएको छ भन्ने सुनेको थिएँ यतातिर यो बाटो चाहिँ अझै ब्रिज बनाउँदो रहेछ हो अझै टाइम लाग्ने रहेछ निकै सो गाइस नेपालको बाटो चाहिँ बिगारेर ढुट्टो बनाइसकेको छ कि यहाँको बाटो चाहिँ यो के अरे बाटो बनिँदो रहेछ ब्रिजहरू बनिँदो रहेछ ठुलै बाटो बनिँदो रहेछ क्या यहाँ चाहिँ यसो हेर्दा चाहिँ 2 लाइनको बनिन्छ होला सायद है बाटो मात्रै बनिँदो रहेछ क्या ठुलो यहाँबाट चाहिँ वी हेभ टु टेक राइट गाइस चारैली आइयो त्यो जग्गा लान्छ चारैली अब पहिला बुधबार यहाँ सिधै गयो भने बुधबार आउँछ बुधबारदेखि अलिक अगाडि आउँछ हापेचोक होइन हापेचोक अगाडि गयो सुनमाई पहिला हापेचोक दिदीकोमा निस्किने त्यसपछि चाहिँ सुनमाई त्यताउति घुम्ने होइन गाइस त्यही हो त्यहाँ एउटा यो पुल रहेछ नि त होइन ब्रिज बनाएको रहेछ सो लङ्गेस्ट ब्रिज क्या नेपालको सेकेन्डमा आउँछ होला सेकेन्ड नम्बरमा लङ्गेस्ट ब्रिज यो जग्गालाई त भन्छ बुधबारै अन्त देख्न सक्नुहुन्छ अन्त बुधबार बजार लाग्छ होइन लास्ट टाइम ब्लगमा मैले भनिरहेको थिएँ अहिले चाहिँ हामी बाँझोखेत भन्ने जग्गातिर हामी म हुँदैछु हो अन्त यस्तो चाहिँ बाटो बाँझोखेतको बाटो चाहिँ अब खत्तमै बाटो छ यता पिच रहेन रहेछ होइन नेपालको बाटो कति जग्गा गाउँको गाउँ त यस्तै हुन्छ होइन के भनौँ यहाँ के रहेछ प्राणी प्रबन्धन केन्द्र पनि रहेछ श्री धुलाबारी खानेपानी उपरोक्त समिति सेवारो दिदी सेवारो हाला भित्र बाइकभित्र हाल्ने यहाँ राख्दा पनि हुन्छ होला हाला न भित्रै अन्त के छ सो गाइस अहिले चाहिँ हामी यहाँ दिदी घरमा आइपुग्यो होइन दिदी घरमा आइपुग्यो अन्त खानासाना खाएर चाहिँ एकदम रेस्ट गरिरहेको छु टाइम चाहिँ भइसकेको छ 3 बज्नु आँट्यो यहीँ 3 बजिसक्यो होला गाइस 3 बज्नु आँट्यो 3 बज्नु 9 मिनट अन्त यहाँ चाहिँ हाम्रो भान्जा भान्जी रहेछ हो यसो पुरा दिन है दिन हार्यो के दिन हौ हो चाहिँ हाम्रो यसो भान्जो What is your name, Lu?
So guys, अभी यहाँ पर मेरे पीछे है यहाँ पर दीना. Hello Dina. My name is Joseph. So very good. दीना को दाँत कम्ती छ. ल गाइस अब हामी यहाँबाट जाने हो हैन लङ्गेस्ट ब्रिजमा जाने गाइस ओके सो लेट्स गो यहाँ हाम्रो प्यारो दिदी हुनुहुन्छ अब हेलो हाय ल दिदी घरमा आयो धेरै कति सालमा हुन्छ दिदी यहाँ हाम्रो भान्जा भान्जी है ल बाइ बाइ गर्दिम ल आउनु ल भोलि पर्सि ल मामा घरतिर सो गाइस ब्याक टु मेन रोड हैन मेन रोडमा आइसक्यो अब अन्त अब यहाँबाट चाहिँ तपाईको कहाँ गएको त्यो मान्छे फेरि त्यही चाहिँ हाम्रो माइली मम्मीको घर आइपुग्यो हो यहाँबाट चन्तरी मम्मीको घर यहाँ अगाडि देखेन क्या मलाई रोका रोका हरेन मारेको सुन्नु न ल हाम्रो यहाँ निशान भाइ आइसकेको छ एकदम हाम्रो हो हिरो भाइ यो पालि ल निशान भाइको अनुहार हेर्ने हाम्रो धेरै चाहिँ बादमा हो निशान भाइको गाउँमा आएको छु हाम्रो यहाँ ठुलो पापा हुनुहुन्छ हो ठुलो पापा हुनुहुन्छ अन्त यहाँ माइली मम्मी हुनुहुन्छ नमस्ते म ठुलियामा अहिले गाइस हामीले माइली मम्मी घरबाट चाहिँ हामी जाँदैछौँ अहिले लङ्गेस्ट ब्रिज हेर्नुको लागि नेपालको द थर्ड लङ्गेस्ट ब्रिज रहेछ होइन तर यता पूर्वपट्टिको चाहिँ यो चाहिँ यो बाट पूर्वपट्टिको त यतै लङ्गेस्ट ब्रिज रहेछ होइन तर अल यहाँ मान्छे पुरा आएको रहेछ हो हेर्न सक्नुहुन्छ अहिले फाइनली गाइस वी आर हियर इन लङ्गेस्ट ब्रिज अफ नेपाल है हाम्रो भाइ एकदम लो भन्नु भ्लगिङ भइरहेछ धेरै दिन बादमा है राजु राइट नाउ गाइस वी आर going to this bridge guys longest third longest bridge आमा निकै लामो रहेछ नि ओ लाग्ने रहेछ त 5 मिनेट लाग्छ नि 5 मिनेट क्रस गर्नु 5 मिनेट लाग्ने रहेछ गाइस हेर रोडको ब्याट्री सकिरहेछ नि त त्यसले मान्छेहरु चाहिँ आजकल आउन थाल्दै आउँछ भर्खर किनकि यो मतलब ओपनिङ भएको नि त हैन त्यही भएर यस्तो भएको छैन ब्लगर ओ पुरा हल्लिन थाल्यो त्यो कसले हल्ला लास्ट दिन त हैन होला नि ओ के झर्यो तिम्रो के झर्यो चाबी झर्यो क्या हो इ चाबी यार यहाँ अड्किरहेछ चाबी ऊ साँच्चै रिङ्गाटा लाग्नु पर्छ हल्लिएर हल्यो क्रसिङ गरिहाल्नु ओ किन हल्लाएको फेरि यहाँ ल गाइस अहिले चाहिँ हामी ल सनसेट हुनु आँटेको छ होइन जाँदैछु हामी द लङ्गेस्ट थर्ड लङ्गेस्ट ह्याङ्गिङ ब्रिज अफ नेपाल भोइस पनि यस्तो भइरहेछ क्या तर एक्साइटेड त सुपर एक्साइटेड क्या गाइस पुरा हल्लिँदैछ क्या पुरा हल्लिँदैछ यार राइट आइपुगेको छैन बिचमा पनि आइपुगेको छैन अहिलेसम्म बिचमा पनि आइपुगेको छैन क्या बिच बाटोमा पनि आइपुगेको छैन अहिलेसम्म बाफ्रे पुरा हल्यो त हौ ओ के गर्छ हौ केटाहरू ला साँच्चै होला उनीहरू हिँड्नु सकेको छैन कतिजना हिँड्नु साह्रो परिरहेको छ ए ल अर्को भ्लगर पनि भेट्यो ल हेलो ल हजुर के छ युट्युबमा हामी एआरएस ब्लग तपाईँको रेस ब्लग तपाईँको एआरएस ब्लग ब्लग ल मेरो चाहिँ राइडर मनिष जिल्ला ओके ल हुन्छ हेर्दै गरौँ है तपाईँ यहीँ हो लोकल म लोकल बुदारी ए ओके हुन्छ रेकर्डिङ हुँदैछ 3 मिनट भइसकेको छ 3 मिनट 4 मिनट भइसक्यो कि 4 मिनट भइसक्यो भिडियो तर हामी आधीमा चाहिँ कभर भइरहेको छ क्या
यस्तो पुरा हल्लिँदैछ यहाँ यता चाहिँ अलिक कम्ती हल्लिन्छ पर चाहिँ पुरै हल्लिँदै थियो उपरबाट आएको मजा आउँदैछ जहाँ पनि हो गाइस खुट्टा दुखिसक्यो घुँडा दुखिसक्यो हिँड्दा 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 होइन भाइ अब अलिकति इन्क्लाइन आयो अलिकति पहल लाउनुपर्छ उकालो अब हो तल दामी देख्दैछ तलको भ्यू चाहिँ गाइस होइन निशान भाइ मान्छेहरू आउँदैछ मजा छ मन्डेमा नि यति साह्रो भिड है मन्डेमा स्याटरडेमा चाहिँ साह्रो धेरै स्याटरडेमा चाहिँ पुरै भिड हुने रहेछ हेलो भाइ अगाडि चाहिँ जितेन रागा हिँड्दैछ खालि रागाको सिकुटी मात्रै खान्छु भन्छ आमा ब्याट्री सकिन आँट्यो होला मेरो अब गोप्रोको होइन यो बाटो तर ब्रिज सकेको छैन हिँडिसकेको छैन हो यति लामो ब्रिजको अहिलेसम्म त मेरो फर्स्ट एक्सपिरियन्स हो गाइस होइन अन्त यहाँ भाइहरूको सपोर्टमा एकदम यो उयो भयो होइन नाम के हो ब्रिजको नाम के भयो बुद्ध शान्ति सस्पेन्सन ब्रिज बुद्ध शान्ति ल ब्रिजको नाम चाहिँ अब तपाईँले राखिदिनुहोस् होला होइन कि बुद्ध शान्ति सुन्नु है अब अजसको हालत हेर विचार हिँड्नु जाएछ नि त कतिपल्ट स्टप भइसक्यो लियो है मेरो चाहिँ चाबी झन्डै झरेर चाहिँ खत्तम भइदिएको बल्ल बल्ल सक्यो पसिना यसरी भयो यार क्रस गर्नु लागि लो त्यसै लास्ट स्टप लो फाइनल स्टप लो केटाहरू आउँदैछ ल यहाँ यतापट्टि आएर पानीको ट्याङ्कीहरू यता पनि दोकानहरू त रहेछ हुन्छ गाइस हामी यो खुवाउँदैछ हो सिधै माथिको कुल्फीहरू खुवाउँदैछ केटाहरूले ब्लग गर्दै मजाको यहाँको गऱ्यो होइन